अनि गाडीमा चढेपछि भाडा दिनुपर्छ कि पर्दैन? पर्छ यही हो भाडा लु पहिला खै ल भाडा लु भाडा भाडै छैन भाडा त दिन पर्यो नि त नत्र पुलिस पठाउन जाने हो म त के गर्ने के भने भाडा दिन पर्यो कि भने त पुलिस पठाउन जान पर्यो डर लाग्छ अनि भाडा नभइकन नि गाडीमा चढ्छ त के गर्ने त खोइ अब त्यो तिम्रो काम नाकको मलाई झिकेर भाडाको सट्टा मम्मीले मार्छन् मम्मीलाई नभन न मम्मीले मार्छन् खेल्दा खेल्दै हरायो भनिदेऊ न मम्मीले मार्छन् मलाई खेल्दा खेल्दै हरायो मेरो त नाकको मम्मी भनिदेऊ मम्मीले पिट्छन् मलाई मम्मीलाई नभन नि त नि मम्मीले किन हरानेर हान्छन् मैले जानी हराएको होइन भन न अनि गाडीमा चढेपछि भाडा दिनुपर्छ कि पर्दैन भन त पर्छ अनि पर्छ भनेपछि अनि दिनु परेन त मलाई पनि भाडा हामीलाई त थाहा छैन अनि गाडीमा भाडा दिनु पर्दैन पर्छ अनि पर्छ भने थाहा अरे अनि फेरि मलाई त थाहा थिएन अरे ल अनि अरूले त फ्रीमै लिएर आउँछन् अनि कहाँ फ्रीमा चढ्नु पाउँछ त गाडी ए हुँदैन पुलिसले समाउँछ अबे अब त पुलिसले समाउँछ त्यसरी भाडा छैन अहिले त झन् तेलको भाउ पनि बढेको 10 रुपियाँ कहाँ हुन्छ 200 रुपियाँ हो एकजनाको 100 रुपियाँ कति 10 रुपियाँ छ तिमीसित होइन यो घर ल्याइदिन्छ हो अनि तिम्रो घर चाहिँ कहाँ हो मेरो घर त उतै तल अनि तिमी कहाँबाट जाने घर बाटो कहाँबाट उतै तलबाट अलि अगाडि जानुपर्छ हो अझै यही हो मेरो घर कहाँ हो तल पनि भन्छ घर कहाँ हो नढाँटिकन भन त कहाँबाट जाने हो उतै तल धानी हो अलि अगाडिबाट जाने हो ल अनि तिमी गाडीमा चढेपछि भाडा दिनुपर्छ कि पर्दैन त्यो भन त हो ल पैसा निकाल्दै गर पैसा छैन अब के भने पैसा निकाल है के भने त्यो नाकको ल्याऊ मलाई मम्मीले मार्छन् मम्मीलाई नभन्ने के मम्मीले किन हरानेर पिटेर अनि सिङ्गो पानी लगाइदिन्छन् के गर्छन् रे मम्मीले पिटेर अनि सिङ्गो पानी लगाइदिन्छन् सिस्नु पानी लगाइदिन्छन् किन सुन हरानेर हो मम्मीलाई यसो भन न मम्मी म गाडीमा चढेको थिएँ अनि भाडा थिएन अनि त्यो अङ्कलले त पुलिस हटाउन लैदिन्छु भन्नुभएको र मैले त निकालेर दिएँ भनिदेऊ मम्मीले अझै किन निकालेर भनेर पिट्छन् हो बाबालाई भनेर घर जाने बाटो कहाँबाट हो यहाँबाट हो माथि जाने हो यहाँबाट कि अझै अगाडि हो अझै अगाडि हो घर जाने बाटो चाहिँ कहाँ हो यहाँबाट हो हो ल अब भन अब भाडा ल्याउ नि त भाडा भाडा त दिन पर्छ भाडा त दिन परिहाल्यो नि भाडा त दिन पर्छ हुँदैन त्यस्तो जहाँ भयो नि यहीँ चाहिन्छ मलाई त घरमा गएर त हुन्न के थाहा घरमा गएर बाबालाई भनेर मलाई पिट्यौ भने तिमीले पिट्यो भने के गर्ने ल भन त मैले त यो भिडियो बनाएको म त पुलिसलाई देखाइदिने हो तिमीलाई मैले गाली गर्ने तिमीले अनि बाबा र तिमी भएर मलाई पिटेर हात खुट्टा भाँचेर त्यहीँ बाँधेर राख्यो भने म त पहिला पुलिसलाई बोलाउँछु नि बल्ल हो एकचोटि हाँस त दुवैजना हाँस त ल त्यसरी होइन राम्रोसित हाँस नडराइकन त्यसरी होइन त्यसरी नै हाँस्छ गरेर हाँसेको थियो त्यसरी हाँस्छ अलि राम्रोसित हाँस उयो भाइ जस्तै हाँस त पहिला त्यो तिमी त्यस्तो हुँदैन कि भाडा ल्याऊ तिमी हाँस्यो कि भएन गरेर हाँस्छ ल राम्रोसित हाँसेर देखाइदिनु गरेर हाँस्छ त्यो साँच्चीकै हाँस्छ त त्यसरी त को हाँस्छ र बाख्रा मात्रै हाँस्छ त्यसरी